नेपालमा चाहिँ देखे जति सजिलो केही पनि छैन है। यहाँनेरि विभिन्न मिसनरीहरू विभिन्न समुदायको खाल ओढेर चाहिँ हैन समाज भाँड्नमा चाहिँ लागिसकेका छन् हैन। डिभाइड एन्ड रुलले चाहिँ समाजमा एकदम जरा गाडिसकेको अवस्था छ। यो अवस्थामा चाहिँ हामी एकदम सचेत रहनुपर्छ। हामीले चाहिँ यी मान्छेहरूलाई चाहिँ पहिचान गर्नुपर्छ र सम्बन्धित निकायले पनि यिनीहरूलाई पहिचान गरेर कानुनको दायरामा ल्याउन आवश्यक छ। हाम्रो समाज चाहिँ यसरी भाँडिएको समाज कहिले पनि होइन क्या। हाम्रो समाज भनेको एक अर्कामा इन्टरकनेक्टेड भएको समाज हो कि एउटै ठाउँमा हैन विभिन्न समुदायको आस्था छ कि यहाँनेरि। जस्तो गोसाइँकुण्डमा हामी जान्छौँ होइन, महादेवले चाहिँ त्यहाँनिर स्नान गरेर शीतलता प्राप्त गरेको ठाउँ भनेर जान्छौँ होइन। नेवार समुदाय जान्छ त्यहाँबाट पानी लिएर चाहिँ काठमाडौँमा चढाउनु पर्छ उनीहरूले कुनै मन्दिरमा, त्यो आस्था लिएर जान्छ। र त्यही ठाउँमा चाहिँ जनैपूर्णिमामा तामाङ समुदायको चाहिँ ठुलो मेला लाग्ने गर्छ के। हामी तिनको आस्था जोडिएको ठाउँ एकै छ, एउटै दिन छ। हामी एउटै दिनलाई टार्गेट गरेर जान्छौँ त्यो ठाउँ। अर्को इक्जाम्पल हामी पाथिभरा जान्छौँ। पाथिभरा लिम्बू समुदायले पनि के भन्छ मान्ने गरेको ठाउँ मुकुमलुङ भनेर। यी दुई केवल उदाहरण मात्रै हुन्। हामीसँग यस्ता कैयौँ ठाउँ छन् जसले चाहिँ हाम्रो समाजलाई चाहिँ एकीकृत गरेर राखेको छ, हाम्रो समाजलाई कनेक्टेड गरेर राखेको छ के। तर यिनीहरूले यही चिजहरूमा प्रहार गरेर भाँड्ने प्रयास गरिरहेछन्। यो हुन दिनु हुँदैन है। यदि कसैले हाम्रो देशमा भएको सभ्यताको कुरा गर्छ भने त्यसलाई हामीले इज्जत गर्नुपर्छ, किनकि हाम्रो देशमा भएको सभ्यता हो। तर यदि त्यही सभ्यताको कुरा गर्दै चाहिँ समाज भाँड्ने किसिमको अभिव्यक्ति उसले दिन्छ भने चाहिँ त्यसलाई छोड्नु हुँदैन है। यिनीहरूको मिसन चाहिँ हामीले सक्सेस हुन दिनु हुँदैन है। हामीले चाहिँ एकदमै बुझ्नुपर्छ, हामीले चाहिँ ख्याल गर्नुपर्छ। यो एकदम गम्भीर विषय हो।